हामीलाई एउटै कुराले मात्र एक ठाउँमा ल्याउँछ, त्यो हो यो देश बनाउने उद्देश्य। त्यो देश म एक्लैले बनाउन सक्दिनँ, तपाईँ एक्लैले पनि बनाउन सक्नुहुन्छ, एक दुईजना तपाईँहरू 4-5 जनाले पनि बनाउन सक्नुहुन्छ। त्यो देश बनाउने उद्देश्य एउटा, त्यसले मात्रै हामीलाई एक बनाउँछ। यदि देश बनाउने उद्देश्य राखेर हामी आएको छौँ भने कसले के भन्यो, कसले के गर्यो भन्ने कुराहरूलाई हामीले गौण रूपमा लिन सक्नुपर्छ। र मैले यहाँहरूलाई के भनिराखेको छु भने, तपाईँहरू भनेको अब हिजो मैले भने भावनाले जोडिएको छौँ हामी, अब विचारले जोडिनुपर्छ। बुझ्नुभयो नि? राम्रो बुझ्नु है। भावनाले जोडिएको मान्छे चाहिँ यो बालुवा जस्तो हुन्छ। हेर्नु है त, यो बालुवालाई मैले यसरी पक्रिन खोजेँ भने हुन्छ? आउँछ? आउँदैन। भावनाले जोडिएको मान्छे बालुवा जस्तो हुन्छ। त्यसलाई यसरी सँगाली हिँड्नुपर्छ। मैले यो समूहलाई यसरी सँगाल्दै आएको छु अहिलेसम्म। कोही ठुस्केर उता फर्किन्छ, यता फर्किन्छ, कोही उता फर्किन्छ, यता फेरि 4 जना ठिक बनाइराख्यो, भोलि बिहान त फेरि उतै फर्किन्छ। जबसम्म हामी विचारले बाँधिँदैनौँ बालुवा जस्तो हुन्छ। अब विचारले बाँधिनुपर्छ। विचारले नबाँधिँदा, भावनाले मात्रै बाँधिँदा चाहिँ ठुस्किन्छौँ हामी, त्यसरी ठुस्किन्छौँ।